हेलो गुड मर्निङ सबैजना वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ मैले मर्निङमा भ्लग बनाएको छु अनि सो गाइस अनि धेरै बिजीको कारणले गर्दाखेरि चाहिँ मैले भ्लग बनाएको थिएन अनि आज चाहिँ म भ्लग बनाउँदैछु अनि सो गाइस अनि आज चाहिँ मर्निङ भइरहेको छ। अब म सुत्छु अनि म काममा पनि जानुपर्ने छ अनि आज स्पेसल डे पनि छ किनकि आज मेरो बहिनीको पनि बर्थडे अनि सो गाइस त्यही हो। अनि अब चाहिँ म सुत्छु रेडी हुन्छु त्यसपछि काममा जान्छु अनि म तपाईँले देखाउनु चाहिँ आज चाहिँ होल डेको भ्लग अनि सो गाइस हेरिदिनु होला। हमारा बर्थडे कल आजदेखि आज होइन आज यसको क्लास जाँदैछ। म साइड ब्याग बोकिरहेको जस्तो लागेर गाइस मेरो बहिनीको एज कति भयो भने गेस गर्नु होला म भन्दिनँ। बुढी भए एक वर्ष बुढी भए ग्यास होइन त उसको चाहिँ आज बर्थडे हो अनि क्लास जाँदैछ यसको कलेज म काममा जाँदैछु। सो गाइस अब यहाँबाट चाहिँ गाडी चढ्छ हामी तपाईँलाई थाहा छ अलरेडी तपाईँले देखाइसकेको छ यो बार गोदावरीको। गाइस म चाहिँ खिर खाँदैछु अहिले चाहिँ म अहिले काममा छु दिउँसो भइसकेको छ यो टाइम चाहिँ म चाहिँ अहिले कता छ गर्मी खिर कस्तो भयो भर्खर नि खाएको थिएँ मैले एकदम मिठो छ। म साथीले लिएर आएको यो त्यो क्याफे हो यहाँ खान आउँछ यो ठाउँमा त फ्लावर। सो गाइस म चाहिँ घर आइपुगिसकेँ अब चाहिँ म नुहाउँछु नुहाएर फ्रेस भएर बस्छु। सब गर्ने धेरै काम थियो आज नि 7-8 घन्टा ड्युटी त्यसपछि घर आइपुग्ने घर आएर अब चाहिँ नुहाउँछु। सो मेरो कपाल यति लामो भएको छ यस्तो बच्चा यतिको भएको छ कपाल ब्यान्डेजसम्म भएको छ। अब चाहिँ के गर्छु मेरो थाकेँ तिम्रो खाँदै। अब चाहिँ म नुहाउँछु फ्रेस हुन्छु यो कपालहरू सब पसिना भइरहेको म। गाइस म चाहिँ नुहाएर भ्याएँ हुन्छ मेरो कपाल चिसै छ अहिले नि अब चाहिँ म खाजा खान लाग्छु खाजा चिउरा मासु तपाईँले देखाउनु चिउरा धेरै हाले जस्तो लाग्यो मैले यस्तो भइरहेको यो चाहिँ मकै यता चाहिँ चिउरा मिक्स भयो कि चिउरा सबै एउटामा। अब म खान्छु मजाले गुम लगाएर भोक एकदम लगाइरह त्यहाँबाट आमामा भोक लाग्यो एकदम भोक लाग्यो बाटोमा अनि खाना चाहिँ दिन्छ खाना पनि खान्छु त्यहाँ म दिन्छु कति बजीतिर आज त 12 बजीतिर खाएको थिएँ मैले खाना 12 1 2 3 बजी छुट्टी 3 घन्टामा अनि 3:18मा आइपुग्छु म त्यहाँबाट निस्किन्छु कहिले 15मा कहिले 20मा कहिले 10मा निस्किन्छु अनि त्यहाँबाट निस्केपछि चाहिँ म अनि यहाँमा आउँदाखेरि 1 घन्टा लाग्छ मेरो। म भोक लाग्छ अनि मलाई आज यसरी पनि खाँछु भोक लाग्यो। हो गाइस अब आइदेखि भेटौँला बर्थडे गर्ल म बिहान खाउँ बर्थडेको मासु भात होइन चिउरा। मामा माइजू आउँदै हुनुहुन्छ
यता आउनु न लाइभ त यता आउनुहोस् न दिदी नुहाउँदै हुनुहुन्छ यहाँ हाम्रो माइजू लाइभ जाँदै हुनुहुन्छ जानु पनि भइसकेको छ सो टिकटक अकाउन्ट भनिदिनु न रिमेम्बर हेलो गाइस दिदी म त जाँदिनँ मेरो त मिल्दैन मेरो त जान गिफ्ट छ मेरोबाट त तर्फबाट छैन गिफ्ट छैन मेरो तर्फबाट म भर्खर काम मसँग त केही छैन भर्खर काम गर्दैछु मेरो हो मेरो हो तिम्रो त खै कता हो थियो त्यहाँतिर थियो त एउटा आमा हेर्न आफ्नो आफ्नो कपडा मात्र पट्टाएको यस्तो अल्छी हुन्छ भने बर्थडेको हामी जस्तै काम गरेर आएको भाइ मासु भात मासु लभरहरू यता छन् अल्छी लगाइरहेछ पटाउन आज मेरो हातको नङभित्रै सिङ्का छिर्या के झ्याल खोले हो लामको रुममा आएर खोइ म त भित्र लुकेर आएको जस्तै Ready guys? Oh my god, lost my video. Kata piece Focus भएन भिडियो गरे भने त गरे हेरेर चाहिँ क्या मोबाइलमा त अन गरेर सो गाइस हाम्रो चाहिँ यता छ मासु अब मासु भात खानेछौँ हामी बहिनीको बर्थडेमा होइन मामा माइलु मैले खाइसकेँ तर बिहान नि हजुर मासु भात खाने टाइममा मलाई गिन्द्रो चाहिँ लगाइरह अति नै नभन्नु लाग्छ के को चिन्दिनँ है प्रार्थना गर मन काटम धन्यवाद चाहन्छ प्रभु तपाईँ परमेश्वरले हामीलाई यो साँझको समयमा यहाँ भेला गराउनुभएको लागि धन्यवाद चाहन्छ विशेष गरी म प्रार्थना गर्न चाहन्छु अनि होइन पाल बनाएर बाल न पर्दैन यहाँबाट बाल्नु न दुईटा यस्तो राख त्यो यस्तो आफ्नो अनुहार हटे माथिबाट एक वर्ष बुढी भएको तर्स्यो ह्यापी बर्थडे अर्को राख ओ काल सोनेर के हुन कति छ पुरा यस्तो ह्यापी बर्थडे अच्छा केक नकाटे अब बालिहाल त्यो नि यस्तो राख बल्छ फेरि यो अब यो यताबाट बाल्न हैन हैन भइसक्यो कसले काट भने अहिले काट्ने हैन रोक्न तिमी नकाट्ने भने हामी के यो वर्ष नकाट्ने भने हैन हामीलाई यति सक्नु काटे ल
काटे गरे 18 चोटी काट 18 18 चोटी चाहिँ छम्की छम्सी डाक्टर डक्टर दिदीलाई कस्तो हो सधैँ यो घरको नियम थाहा छैन यो मामालाई के भएको होला है ठुलोदेखि मामालाई छिटो खुवाएर त कहाँ हेर्छ मै खाइदिन्छु के भन्दा मैले त्यसै आएको हो यत्रो सानो छ अहिले मेरो हातै टोकिदियो छिटो न छिटो न यतापट्टि हाम्रो खाना सिलाइसकेको छ है यता केक काट्दैछ अहिले पनि ल छिटो के काटेर खाना मिल्छ दुध खाना हाले सबैले कहाँ अहिले जति सानो दियो नि आधा यत्रो ठुलो छ त दिदीले खाऊ दिदी राम्रो खाऊ न राम्रो भिडियोमा राम्रो पर्छ होला यताबाट यस्तै सर्ट काट्दियो सर्ट हात अर्कोले समात्दैन चम्ची कसरी कस्तो गर्छ त आफैलाई तपाईले मलाई कसरी त कहिलेदेखि कसको पालो छिटो न यहाँ हेर्नु नि त्यो सिम्पल भइहाल्यो नि छिटै छिटो न दिदीले खाने आइन्छ छिटो न जरा त्यस्तो छिटो यस्तो। तल ग्यास जान्न मान्छेहरू यो कुन पेपर रहेछ यो चक्लेट चक्लेट ब्ल्याक फरेस्ट होइन भ्यानिला भनेको थियो हैन अनि पछि भेन बनाएको चक्लेट हो भएर छ के चुचु अनि पछि ये रेडी रहेछ अनि ये ले कस्तो अर्को चाहिँ खुवाउनु त्यति खा ल। अब लागिहाल्छ हैन सबै जान्दै हो ह्यापी बर्थडे टु यु केक लागि मोबाइल लाग्यो थोरै गाइस केक एकदम मिठो छ अहिले एकछिन अब हामी खान्छौँ हामी यो म त केक नखाने अहिले खोर्सानी किन ल्याएको मेरो अगाडि पिरो हो त्यो त एकदम सबै सबै न खोल पुरै छ के त्यहाँ यसपालि बजेटमा यो मात्र हो एउटा दाइले किन भन्नु दिनु भएको धन्यवाद कलर पुरै के रहेछ त्योभित्र हेर्न अर्को त्यहाँभित्र अर्को त्यसमा राम्रोसँग हेर्दैन फर्क फेरि त पुरै 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 खोल्न ओ गिटारको सामान बिस्तारै बिस्तारै सामान जोड्दैछ गिटार चाहिँ अर्को वर्ष पिक खै पिक यो पिक यहाँ छ यहाँ पिक त्यहाँ ओरिजिनल पिक भन्छ त्यो कार्ड चाहिँ ननिकाले यो चाहिँ कति त्यही थियो त्यही रहेछ त्यो त खसी के कसो के त्यस्तोमा राख्छ त नि त्यो पनि भनिरा थियो कसले राख्यो यहाँ छ मेरो गिटार आयो तेरो एकचोटि त रुनै पर्छ रु मम्बुवाबाट हो नि यो एउटा गीत गाइदेऊ ल आजको दिन जेबाट पनि भयो बदल्न ट्युनिङ मिलाएर नि राम्रो बिट बजा गिटार फिर्ता लिएर जान्छ क्या हो मेरो तिमीलाई के मलाई त थाहा छैन ज्याकेट जोड्न मिल्छ है कस्तो लाग्यो कन्सर्ट गर्न कस्तो लाग्यो कस्तो छ कस्तो राम्रो कस्तो राम्रो त्यो त ब्याट्री राख्ने कस्तो राम्रो भन न कस्तो सरप्राइज भयो कि भएन दसैँ अफर भात नखाउला तिमी अब के रे बेफिसन मम्बुवाकै कलर भिडियो पठाउने आमै ल ल ल ल बजा बजा